हेलो एभ्रिवान, सिममुरामा सेल लागेको भएर म गएको थियो। म कुदी गएको थिएँ के भयो भने हेर्नु न, घटना चाहिँ के भयो भने म चाहिँ गएँ हो रहेछ भनेर सिममुरामा सेल लागेर गएँ। हेर्नु 900, 300, 500, अझ मैले 100 रुपियाँको देखेँ कि। ओ माई गड, 100 रुपियाँको देखेपछि धेरै लुगा उठाउनु पर्यो। लुगा त उठायो। ओ माई गड, होइन उठाएपछि अब त्यहाँ रेजीमा गएपछि त आफूले पर्सै ल्याउन भुलेछु, कार्ड पनि ल्याउन भुलेछु। भगवान, लु अब भएन, फेरि फर्केर आउँछु भनेर फेरि फर्केर आएँ र लुगा लिएको त फेरि अर्को घटना। अब त्यहाँ 100 रुपियाँ लेखेको छ लुगाको प्राइस, अनि त्यहाँ ओखाइके गर्दा 100 रुपियाँ होइन भन्छ, कति देखाउँछ हो 300-400 पो देखाउँछ। मलाई त यस्तो रिस उठ्यो, यस्तो दिमाग खराब भयो। लु तेरो लुगा लग्दिनँ म, 100 रुपियाँ भएर आएको। यो 100 रुपियाँ चाहिँ के हो, मलाई पढ्न नि आएन। माथिको के भने हो, सीमात्त भनेछ के भने हो, हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। यस्तो घटना घट्यो, हे बाफ्रे।